तर यो पितृ गुरु यार टेबन जुटाउन काटेर हल्ला नगर्नु होला र मैदान नजिक भएका जाने साथीहरूलाई दर्शक महानुभावहरूलाई तपाईँ सुरक्षित रहनु होला। यसै गरी हामीलाई आर्थिक सहयोग गर्नुहुनेको दाताहरूको नामावली वाचन गर्न गइरहेको छु। भानु 13 खड्का गाउँ निवासी जमुना खड्काज्यूबाट हामीहरू 500 प्रदान गर्नुभएको छ। उहाँलाई पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ। यसै गरी भानुबार गुरुङको गौरवले जित्न सक्नु भएको उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ, बधाई दिन चाहन्छौँ। अब यथाशीघ्र खड्काज्यूबाट 2555 रुपियाँ, भानु 13 गल्लीमुनि निवासी पदमबहादुर खड्काज्यूबाट 2500 रुपियाँ, भानु 13 बाँसवानी निवासी पदमबहादुर गुरुङज्यूबाट 1500 रुपियाँ, भानु 13 बरखोला निवासी भानु 13 गाउँडा सदस्य चन्द्रविकास गुरुङज्यूबाट 1500 रुपियाँ। राजेन्द्र गोदारको गोरु र खेम गुरुङको गोरु बिचको भइरहेको हुन गइरहेको घमासान शान्त भएर हेरिदिनु होला, हल्ला नगरिदिनु होला र नजिकका साथीहरूले पटक पटक भन्ने गरेका छौँ तपाईँहरू आफू सुरक्षित हुनु होला। भोलि समस्या पऱ्यो भने आयोजक जवाफदेही छैन। हस्, धन्यवाद। यसै गरी भानु 13 थापागार श्याम थापाज्यूबाट 2525, भानु 13 बानिया गाउँ गुणबहादुर बानियाज्यूबाट 1000, भानु 13 बिसाउना हरिबहादुर खड्काज्यूबाट 2100 रुपियाँ, भानु 13 नयाँ खड्काज्यूबाट 10,000, भानु 13 गल्लीमाथि कल्याण खड्का छेत्रीज्यूबाट 1100, भानु 13 राटेपानी चन्द्रबहादुर खड्का भानु 13 बानिया गाउँ भरत थापाज्यूबाट रु 1000, भानु 13 कौतनटोल रमेश खड्काज्यूबाट रु 10,000। यसै गरी बिसाउनाबाट 1000, यसै गरी भानु 13 रोहिणी तीर्थबहादुर खड्काज्यूबाट रु 510, यसै गरी भानु 13 कुडुडे रामकुमारी भुजेलज्यूबाट रु 505, यसै गरी भानु 13 बिसाउना सन्तोष कुमारज्यूबाट 2010, भानु 13 भिरमुनि कल्पना खड्काज्यूबाट रु 505, यसै गरी भानु 13 राटिपानी सीता खड्काज्यूबाट 505, यसै गरी भानु 13 उपल्लोटोल मनु खड्काज्यूबाट रु 505, यसै गरी भानु 13 चामोट निवासी सूर्यबहादुर थापाज्यूबाट 505, यसै गरी भानु 13 तिनगरे निवासी क्याप्टेन कृष्णबहादुर अधिकारीज्यूबाट रु 1100 हामीलाई प्राप्त भएको जानकारी गराउन चाहन्छु। पूर्णबहादुर थापा दाई, तपाईँ जता भए पनि आफ्नो कामलाई छिटो गरेर यहाँ मञ्चमा उपस्थित भइदिनु होला। पूर्णबहादुर थापा दाई। यसै गरी भानु 12 कबाजित निवासी पदमबहादुर अधिकारीज्यूबाट 505, भानु 12 कबाजित निवासी गोपीबहादुर अधिकारीज्यूबाट 505, यसै गरी भानु 12 कल्लेरी निवासी गङ्गाबहादुर भण्डारीज्यूबाट 505, यसै गरी भानु 12 कल्लेरी निवासी जनकबहादुर गोदाज्यूबाट 555, यसै गरी भानु 13 सिस्ने बानियाबाट गोविन्दबहादुर बानियाज्यूबाट रु 1005, यसै गरी भानु 13 तिनगरे नेत्रबहादुर अधिकारीज्यूबाट 205, यसै गरी कल्लेरी आमा समूह भानु 12बाट 1170 रुपियाँ, यसै गरी भानु 12 कल्लेरीबाट दिपक भण्डारीज्यूबाट 510 रुपियाँ, यसै गरी मिलिजुली आमा समूह बिर्ताबाट हामीलाई 1005, यसै गरी भानु 12 देवीथान टोलका हामीलाई 2000, यसै गरी याकुबुद्दिन मियाज्यू भानु 13 सम्झुरबाट रु 1000, यसै गरी भानु 12 कवाजित ध्रुवचन्द्र अधिकारीज्यूबाट 505, यसै गरी भानु 12 कवाजितबाट दिनेश चन्द्र अधिकारीज्यूबाट हामीलाई 505 प्राप्त भएको छ। यसै गरी भानु 12
कवाजित निवासी परशुराम अधिकारी ज्यूबाट 505। यसै गरी भानु 13 सिमल चौरबाट रत्नबहादुर खड्का ज्यूबाट 500। यसै गरी भानु 13 असिमेरेबाट औरङ दानिया ज्यूबाट 505। यसै गरी रमेश खड्का कल्लीमुनि भानु 13 कल्लीमुनिबाट 2220 रुपियाँ। यसै गरी भानु 13 लम्के निवासी कृष्णबहादुर अधिकारी ज्यूबाट 505। यसै गरी शङ्कर अधिकारी छेत्री बाट 505 रुपियाँ। यसै गरी विष्णुबहादुर पन्त ज्यूले 1100 रुपियाँ। यसै गरी कृष्णबहादुर खड्का भानु 13 पोखरी मुनिबाट 500। यसै गरी भानु 12 सिरबारी निवासी विष्णु परिवार ज्यूबाट 505। यसै गरी डाक्टर सोडी मगलीको सचिवालयबाट रु 5000। यसै गरी भानु 13 सिरानगर निवासी कृष्णबहादुर खड्का ज्यूबाट 605। यसै गरी भानु 13 असिमुरी निवासी हरिबहादुर बानिया ज्यूबाट 1100। यसै गरी भानु 13 पोखरीछाप बाबुलाल गुरुङ ज्यूबाट 1010। यसै गरी भानु 13 पोखरीछाप निवासी गुरुआमा सीता पौडेल ज्यूबाट 520। यसै गरी भानु 12 बोक्से निवासी बमबहादुर अधिकारी ज्यूबाट 550। यसै गरी भानु 10 दर्शकहरूको संयोजकत्वमा टङ्कप्रसाद लौडारी ज्यूबाट 1100 रुपियाँ। यसै गरी भानु 13 जनौटे निवासी कृष्णबहादुर कार्की ज्यूबाट रु 1005। यसै गरी भानु 13 वडा सदस्य आदरणीय जुजु सन्त मौरती ज्यूबाट 1110 रुपियाँ। यसै गरी भानु 13 सिसी निवासी तिलकबहादुर अधिकारी ज्यूबाट 510। यसै गरी भानु 13 जनौटे पार्वती पाण्डे ज्यूबाट 510। यसै गरी भानु 13 पोखरीछाप निवासी बुद्धिसागर पौडेल ज्यूबाट 505। यसै गरी पोखरीछाप भानु 13 पोखरीछाप निवासी मुखिया सुकमान गुरुङ ज्यूबाट 1105। यसै गरी भानु 13 असुमुरे रामबहादुर बानिया ज्यूबाट 505। यसै गरी भानु 13 रटेपानी निवासी हाल दमौली बस्नुहुने आदरणीय भाइ बमबहादुर खड्का ज्यूले रु 3000। यसै गरी भानु 13 पैसर निवासी माया गुरुङ ज्यूबाट रु 500। यसै गरी भानु 13 पैसर निवासी विष्णु सिंह गुरुङ ज्यूबाट रु 1020। यसै गरी भानु 12 कवाजित सुरेश अधिकारी ज्यूबाट रु 500। यसै गरी भानु 12 आले निवासी समाजसेवी व्यक्तित्व रामकृष्ण अधिकारी ज्यूबाट हामीलाई 3000। यसै गरी भानु 13 बानिया गाउँ मानकाजी बानिया ज्यूबाट हामीलाई 505 रुपियाँ। यसै गरी भानु 12 आले का अर्जुन अधिकारी ज्यूबाट हामीलाई 2000 रुपियाँ र भानु 13 खड्का गाउँ निवासी जमुना खड्का ज्यूबाट 500 रकम प्राप्त भएको सम्पूर्ण सहयोगी दाताहरूलाई सहयोगी मनहरूलाई हामी मनगाउँ समूह बाबा समूह पूर्णबहादुर थापा दाई यहाँ अर्को सेड्युल बनाउनु पर्ने भएको हुनाले जहाँ हुनुहुन्छ छिटो सम्पर्क भइदिनु होला। यो कालो गोल कसको हो दाइ? किरणको होइन त? त्यही त तिनीहरूकै।
कृपया नजिक बस्ने दर्शक महानुभावहरू सचेत रहनु होला फाइनलमा पुगेको छैन होइन तिनचोटि पऱ्यो आज मन्दिर खास सम्झि होला यो पुरा मार्छ है ठाउँ खोजेर देखेरै यो गोरु बाटो चाहिँ अनि घोडा मैले भुँडीमा खिचिदिएर हिँड्यो भन्दा हेलो हेलो पवन भाइ गाउँतिर आएको गोरु जुधाइ कार्यक्रम थियो रमाइलो भइरहेको डेन्जर जुद्धो रहेछ कि त्यो डेन्जर हो कि यो एउटै गाउँ पनि हुन्छ पर कता जताबाट नि हुन पाइन्छ कि हाम्रो नगरपालिका भरि भन्नु हेलो सपना साई हजुर कुन बुढा त नि यसो गरे कसो लाने भनेर उगानु पऱ्यो कि टिकटक बना न यसो गरे कसो लाने कति 15 पुरस्कार यसको पनि कोप्या रहेछ सिंहबाट पुज्ने फुजी माग्ने चाहिँ दियो भने नि रमाइलो गरे अब अर्को ठुलो टिन्डर है यही भएन आउन ये जानुपर्छ रगत पनि आएन गोराबियाको गोरु र किरण गुरुङको गोरु बिचको प्रतिस्पर्धा बडो रोमाञ्चकारी तरिकाले दर्शक महानुभावहरूले पनि बडो उत्सुकताका साथ हेरिरहनु भएको छ। अब हामी कार्यक्रमको अन्तिम चरणमा प्रवेश गरिरहेका छौँ। त्यसैले सम्पूर्ण दर्शक महानुभावहरूले धैर्यका साथ हेरिदिनु होला।
अब चाहिँ एकछिन राख्नु होला अब चाहिँ त्यसरी फाइनलहरू हुने यो चाहिँ अब दुईटामा मिनेट छ त्यसरी खान्छ अलिकति सरकारी मजा यो यता टिम घरतिर नमन खड्का आमा समूह खड्का गाउँ र बाबा समूहद्वारा संयुक्त पृथ्वी जयन्तीको अवसर पारेर गोर्खा गायकार हार र जित अशब्द अवश्यमेव हार र जित हुनेछ। अहिले हार्ने गोरु भए पनि आगामी वर्षको लागि तपाईँले गोरु तयार गर्नुहोस्। फेरि हामी यसरी नै यो 5 मरे खड्का गाउँको 5 मरे गरेमा आगामी साल फेक भोट हुनै नै पर्छ। बडो रोमाञ्चकारी तरिकाले खेल भइरहेको छ। दर्शकवर्ग पनि शान्त भएर बसिदिनु भएको छ। हस्, धन्यवाद। तर यो गोरु त ठुलो मात्रै है, दुब्लो है। यसको यसै जित्दाखेरि भन्नु जोकिनु हुँदो रहेछ कि हान्न मिल्दो रहन्छ त्यसले। यही पनि कलेजमा दिएको थियो त्यहाँ गएछ। पहिला सौरैको भिडियो अगाडि बसेर त
राजदार देखिस् त्यहाँ थिएँ भर्खरै यो माले थकाउँदो रहेछ क्या आनन्द छ क्या त्यसलाई के दुखेको नदुखे चाहिँ भानु 13 पैसरका अध्यक्ष खेप गुरुङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु म अनुरोध गर्दछु। पहिला थकाउने पछि निधारै भयो रहँदै अब राखेको बिचरा अलिक खानै कस्तो अलिक खुवाउनु पर्यो नि अब यस्तो उमेरै भएको हो बुढो भएर मात्र भन्छ साइडले खाना कम पकाउँदै गयो कराइमै देखिएको कुरा यहाँ तर एनर्जी छ धेरै ठाउँमा खायो कुर्ता है मार्छ कि अहिले जितेसी भनिदिन्छ उसलाई छानु भयो पछाडि हट्दै घ्या कान्दो रहेछ म ठुलो कालो भन्नु कालो जित्छ कालोले जित्छ माल टिकट जस्तो माल पुरा साढ़े 10 हो जाएगा त्यसको त छोटो सिमै डेन्जर निधारमा बेच खोजेको चाहिँ गरे
हामी देखिरहेका छौँ जितेको खेल गुरुङ र राजेन्द्र गोरामियाको गोरुको रोमाञ्चकारी प्रतिस्पर्धा त्यो टोन के छ हेर्नु त जसको गोरुङ जित्छ त्यो गोरुङले लाने हो जसको गोरुङ जित्छ गोरुङले लाने हो म पुनः यहाँ एउटा सूचना प्रक्षेपण गर्न गइरहेको छु। हाम्रो आजको यस खुल्ला गोरु जुधाइ कार्यक्रमको प्रथम पुरस्कार रहेको छ रु 25,000। हामीले सूचनामा जानकारी गराए अनुसार प्रथम पुरस्कार 25,000, द्वितीय पुरस्कार 12,000 र तृतीय पुरस्कार 7,000 रहेकोमा हाम्रो आयोजक कमिटीको सरसल्लाह अनुसार प्रथम पुरस्कार 25,000, द्वितीय पुरस्कार 15,000 र तृतीय पुरस्कार 10,000 राखेको चाहिँ घोषणा गर्दछौँ र सहभागी गोरुहरूलाई पनि हामीले केही रकम चाहिँ सहयोग गरेर पठाउने निर्णय गरेका छौँ। यहाँहरूले कृपया पछि सहभागी गोरु धनीहरू पनि बसेर यहाँ आफ्नो सम्मान स्वरूपको सहयोग रकम दिइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो आजको खुल्ला गोरु जुधाइ कार्यक्रमका प्रमुख अतिथि समाजसेवी ज्येष्ठ नागरिक आदरणीय बुबा, उहाँको उमेर 95 वर्षको छ, भानु 13 तिनगरे निवासी श्री अमरबहादुर अधिकारीज्यूलाई हाम्रो मायाको चिनो हस्तान्तरण गरेर सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अमरबहादुर अधिकारीज्यूलाई टीका लगाएर सम्मान गरिदिनु हुनको लागि भानु 13 का अध्यक्षज्यूलाई म हार्दिक अनुरोध गर्दछु र मायाको चिनो प्रदान गर्नको लागि नमुना आमा समूहका अध्यक्ष मनु खड्काज्यूलाई म यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु। तर्फबाट सम्मानको कार्यक्रम हुन गइरहेको छ। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला, सम्मान गरिदिनु होला।
कालोले जित्ने हो क्या यसै गरी हामीलाई ठुलोभन्दा ठुलो सहयोग चाहिँ हाम्रो भानु 13 वडाकारले बाट चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। भानु 13 को वडाकारलेबाट हामीलाई यस खुल्ला गोरु जुधाइ कार्यक्रमको लागि रु 40,000 रुपियाँ प्रदान गर्नुभएको छ। हाम्रो खड्का गाउँ बाबा समूह र आमा समूहको तर्फबाट वडाकारले वडा अध्यक्ष लगायत वडा प्रमुख वडा सदस्यज्यूहरू सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। हमारा सुधार बढ़ा दीजिए त्यसले डेन्जर घोचे यार निधारै फुट्न लाग्छ ठ्याक्कै निधारमा पारेको छ त्यसले त्यसले पता खाने यो भाग्दै भने होला यो भाग्दैन सजिलोसँग छोड्दैन अब भाग्छ छोपे यसले त पुरै छेडिदिनु हो है त्यसलाई असर पऱ्यो भने घटा काट्दा भन्दा च्यालेन्ज बस्नु यस्तो उठेर हामी गरेर हाँस्दै होला न त बुढो खै अब हेरौँ कसले जित्छ घाटो टाउको त सिटुन कालो भर्खरको छ माले फेरि अब बुढो भएन मालेको पुरै त्यसो त सबै काले किरण त्यसो त पुरै छेडिदियो क्या मेडिकल किट त के मेडिकल किट हुन्छ धेरै धन्यवाद गोरा मियाको गोरुलाई र गोरा मियालाई पनि अहिलेको जमानामा पनि यति सफल र सक्षम गोरु पाल्ने गोरु धनीलाई पनि धेरै धेरै धन्यवाद। अब